प्लानेटोरियम छ होइन त्यहाँनिर अब त्यो मलभित्र आम्बो समुद्र रहेछ भनेर चाहिँ कालीले चाहिँ नकालीलाई यसलाई के लु हेर्नुहोस् है स्टिङरे भन्छ त्यसलाई स्टिङ्गे स्टिङरे स्टिङरे सार्क बेबी सार्क आँखाले देखेँ त वर्ल्ड हाइएस्ट टावर जिन्दगीले कहिले खुसी कहिले आँसु हेलो एभ्रिवान आज भने चाहिँ हामी फेरि आउटिङमा लाग्दैछ होइन अब सबैजना चिनिसक्यो आज नयाँ एकजना छ हाम्रो दा चाहिँ अझ सबै एकदम नयाँ छ हो अहिले भने चाहिँ हामी निक्लेको अब त्यहाँबाट इमिरेट्स मल अब चाहिँ कहाँको इमिरेट्स मल होइन इमिरेट्स मल भएर हल्का सपिङ हुन्छ होला अब चाहिँ ट्याक्सी गऱ्यो बु ट्याक्सी आउँछ अब चाहिँ ल अब चाहिँ ट्याक्सीमा जानुपर्छ हामी हो त्यति नै हो यो चाहिँ बस स्टेसन यहाँ चाहिँ टक्क पर्खिनु छ ट्याक्कै आउँछ गाडी त्यहाँकै लागिदिनुपर्छ लत्ता अहिले भने चाहिँ ट्याक्सी आएर पनि यहाँनिर हामी लाग्दिएको अब चाहिँ जानु पऱ्यो अब है घुम्नु पऱ्यो तपाईँलाई देखाउनु पऱ्यो के गर्ने हाम्रो ठिक छ नजारा हेर्नुहोस् अब चाहिँ हामी एमिरेट्स मल आइपुग्यो यहाँको नजारा चाहिँ यस्तो रहेछ यो चाहिँ मेरो फर्स्ट टाइम हो यहाँनिर चाहिँ यहाँको यस्तो रहेछ एन्ट्रेन्स हाम्रो फिन्चो आगे यता हेर्नुहोस् न हौ फिन्चो आगे हाम्रो यो चाहिँ हेभी ठुलो छ ए ओ त्यो उयो हामीले उयो क्लास दिएको थियो होइन बिल्डिङ सिरा क्लास दिने है त्यसकै यतापट्टि रहेछ है अब चाहिँ घुम्नुपर्छ एकछिन यस्तो हो दार्जिलिङको लागि पनि यसो हाम्रो कालिम्पोङ हो नि है हाम्रो यहाँ हेर्नु त लु दार्जिलिङ कालिम्पोङतिर यस्तै पार्किङहरू बनायो भने कस्तो राम्रो होला त हामी एन्ट्री गरिसकेँ त एमिरेट्स मलभित्र यहाँको नजारा चाहिँ यस्तो रहेछ होइन यहाँ त केही देखिनँ मैले थ्याङ्क यू भने मान्छे कस्तो रहेछ पर्फ्युमको फ्रेग्रेन्स दामी है के चाहिँ हौ के भन्नु फोटो भनेको फोटो खिच्ने फोटो खिच्नुपर्छ के छ भाइ कस्तो नयाँ एक्सपिरियन्स एकदमै राम्रो हुँदैछ के भन्नु होइन सबैजना राम्रै छ म त यहाँ अलिकति म पो अलिकति यहाँ त हाम्रो भाइको एकदम राम्रो छ एकदम के भन्दैन भाइलाई सपोर्ट गर्नु धेरै ओके सुन्नु भाइलाई सपोर्ट देखाउनु पऱ्यो यसो हामीलाई पनि हामी पनि यसो बनाऊँ हामी पनि यसो भिडियोहरू बनाउँदाखेरि के कस्तो आउँछ यस्तो भ्युजहरू आयो भने अब अलिक जोस पनि चल्छ त हौ छैन भ्युज भने त 10-15 आउँछ अल्छिरहेको छ नि हौ यस्तो मिहिनेत गर्नु छ होइन त के भनिन्छ भन्नु त यतिको मोटिभेट चाहिँ फेरि दिनु पऱ्यो हो अन्त तपाईँहरू लाइक गर्दै गर्नुहोस् हामी देखाउँदै गर्छ भन्नु नि त होइन कन्टेन्ट बनाउँदै गर्छ हामी यो त फर्स्ट टाइम मात्रै हो फेरि आउँछ ट्रायल मात्रै हो यो त है पिक्चर अभी बाँकी हेरे पिक्चर अभी बाँकी हेरे के हो दामी छ त है 3D हेर्नुहोस् है भ्यू चाहिँ यस्तो रहेछ दामी रहेछ है भिडियो चाहिँ केटाहरू हेर्नु त यहाँ नजारा अझै नाइटमा झन् दामी देख्छ होला है नाइटमा आउनु पर्छ दामी देख्छ होला अब यहाँदेखि त हामी निक्लेको यहाँनिर भएन होला काम अब अर्को जग्गा जानु पर्छ जसको हामीले जानु पऱ्यो अब
ल मेट्रो स्टेसनले नभएको अवस्था आइपुग्यो हामी चाहिँ कहाँनिर हो मेट्रो रेल लाइन मेट्रो स्टेसन हुन्छ ओके ओके फेरि भेटाए अब ल राम्रो हो त के चाहिँ राम्रो हो नि भनिरहेको त आफू जानु सक्छौँ दुर्गा बुझ्नु हुन्छ कि दुर्गा फेरि प्रोजेक्ट भएको आइपुग्यो मेट्रो स्टेसन बाहिर एक्जिट हाल्नु पऱ्यो अब ल त अब मेट्रो स्टेसनमा पुगेर भेटौँला अहिले चाहिँ हामी 10 मिनट्समा छ अब हामी जाने चाहिँ हो तपाईँको दुबई मल जाने चाहिँ दुबई मल ल हाम्रो चाहिँ मेट्रोको भ्यू المحطة القادمة هي Equity. The next station is ल अहिले भने चाहिँ हामी मेट्रोबाट झरेर पनि जाँदैछ अब चाहिँ दुबई मलको एन्ट्री है त यस कस्तो लाग्दैछ तपाईँलाई एकदम खुसी छु म हजुर फर्स्ट टाइममा भएकोमा हो एकदम राम्रो भाइलाई सपोर्ट गर्दै गर्नु कति ड्युटी मात्रै हाल्नु होइन कोही कोही यसो निक्लिनु पऱ्यो है ड्युटी गरेर बल्ल बल्ल यहाँ घुम्नु आएको भाइसँग हो र खुसी छ हजुर हेर्नुहोस् है त अब नजाराहरू कस्तो छ के छ यस्तै छ जिन्दगीमा आइपुग्यो यहाँनिर दुबई मलको नजारा यस्तो रहेछ यहाँको नजारा चाहिँ यस्तो रहेछ है के गर्नुपर्छ अरे यहाँ अगाडि बुर्ज खलिफाको अगाडि गएर चाहिँ फर्स्ट टाइम आएको होइन बुर्ज खलिफा रेस्टुरेन्ट ढोक्नु पर्दैछ कसले मैले यतिको चाहिँ भन्नु पऱ्यो नि है भन्नु पायो भन्दा पनि अब ठिकै छ भन्नुहोस् न जान आँटेको छ इच्छा पुरा गरे कति भन्छ दुबई मलभित्र एन्ट्री भइरहेछ हाम्रो अहिले भने चाहिँ दुबई मलको नजर त्यस्तो चाहिँ हेर्नुहोस् दामी रहेछ दामी लाग्यो डाइनिङ मात्रै हेरिहाल्नुहोस् सेटिस रहेछ यहाँ त अब हामी चाहिँ पस्नु नसक्ने रहेछौँ यसो सोरुमहरू हेर्दा पनि बाहिरबाटै हेऱ्यो रमायो गयो पैसा पनि छैन के भन्नु हेऱ्यो गयो बास सुत्यो त्यति नै यसो बाहिरबाट हेऱ्यो होइन दामी रहेछ त भन्यो त्यति नै तर आउँछ हाम्रो कुनै दिन समय हाम्रो पनि त्यो दिन चाहिँ हुन्छ फेरि के लाने भन्नु त कहाँ लाने अरे मलाई मलाई चाहिँ यहाँ अब अक्वेरियम छ होइन त्यहाँनिर अब त्यो मलभित्र आम्बो समुद्र रहेछ भनेर चाहिँ कालिन्छ नकालीलाई सुनिहाल्नु भयो के भन्दैछ मलाई चाहिँ त्यस्तो कोदे फिल बनाइदियो मलाई त कसम भनेको आज त्यस्तो त्यस्तो कुदै सुदै म भन्दिनँ होइन भाइ मलाई थाहा छ नि त मेरो भाइहरू जङ्गलीहरू छ भनेर अलिकति अब दाजुभाइ लाज नहोस् भनेर चाहिँ एउटा त्यो हुन्छ त्यसलाई सुझाव होइन त्यो चाहिँ दिने भन्दैछ भन्ने मलाई चाहिँ कसम हुन्छ हुनु म रहेछ हेर्नु त आम्बो भन्ने खालको नै हुँदो रहेछ नि त यहाँ नै मलभित्र चाहिँ तपाईँको एक्वेरियम यत्रो ठुलो सोचिहाल्नुहोस् अब म त है होइन अब कुनाबाट तलपट्टि पनि हेर्छु होइन अत्तालिनु चाहिँ नहोस् होइन किनभने अब यो ठुलो मल हो लाज हुन्छ होइन दाजुको पनि हल्का सिटी सेन्टरमा केही नघुमेको मान्छे दाजुको पनि हल्का इज्जत चाहिँ राखिदिएँ होइन ल हुन्छ यसलाई के ठुलो हेर्नुहोस् है स्टिङरे भन्छ त्यसलाई स्टिङ्गे स्टिङरे स्टिङरे स्टिङरे
यहाँ त लु आम्बो दामी दामी रहेछ त आँच्चै नै फेक जस्तो छ नि है दामी 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 मन पर्यो मलाई आजको वर्तित भयो यो दामी छ पफर फिस भन्छ नि पफर फिस द्याट्स पफर फिस ओके यो चाहिँ सार्क बेबी सार्क दामी छ दामी एक्वेरियम दामी लाग्यो दुबईमा अब चाहिँ तपाईँहरूलाई म अर्को भ्यू पनि त्यो झन् खतरा भ्यू है फेरि त्यो चाहिँ वर्ल्ड वाइड नै फेमस हो होइन त्यो जग्गा देखाउँछु एकछिन त पर्खिँदै गर्नुहोस् अहिले त अन्त के हो चाइनाको फिल भइदियो त हौ चाइना फिल छ त है आम्मा त नजरा यहाँनिर फल्सको नजरा हेर्नुहोस् दामी दामी लाग्यो त्यस्तै नजराहरू हेर्दै जाउँ देख्दै जान्छ है मलदेखि निक्लेर चाहिँ कहाँ आइपुग्यो हेर्नुहोस् है कहाँ हो यो ल आज पनि आँखाले देखेँ त वर्ल्ड हाइएस्ट टावर दामी 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 हेर्नुहोस् त गरम चाहिँ हेभी बाहिर निक्लिँदा चाहिँ है र कस्तो लाग्यो त तपाईँलाई भनिदिनु त दामी दामी कि तर घाममा चाहिँ अलिक साह्रो घाममा चाहिँ अलिक साह्रो है गर्मी रहेछ तर दामी छ मजा छ मजा यस्तो दामी डिस्प्ले हुन्छ तपाईँ त पहिला आएको है बेलुका यस्तो दामी डिस्प्ले हुन्छ यहाँ यहाँनिर है यहाँ चाहिँ फाउन्टेनको डिस्प्ले हुन्छ बेलुका चाहिँ भरे त यहाँ भ्यू चाहिँ यस्तो छ यहाँको चाहिँ बुर्ज खलिफा दामी 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 रहेछ नजारा हेर्नुहोस् है यता नजाराहरू यस्तो छ यता नजाराहरू हामीले चाहिँ बुर्ज खलिफाको पनि भ्यू देख्यो आज फर्स्ट टाइम होइन जिन्दगीकै लाइफकै फर्स्ट टाइम त्यो पनि यस्तो फेमस जग्गा आइयो ठिकै छ खुसी लाग्यो जिन्दगीले कहिले खुसी कहिले आँसु आज खुसी ह्याप्पी ह्याप्पी एकदमै खुसी लाग्यो होइन आयो देख्यो नजराहरू पनि